मलाई आमाको डकुमेन्ट्स बाउको डकुमेन्ट्स पुर्खा बाजे बोजूको सबको डकुमेन्ट्सले भन्छ कहाँबाट ल्याएर दिनु त्यसो बनाउने पो सरकार नेताहरू हो त त्यो बनाएकोलाई बनाउनु त त्यो त हामी पनि बनाउँछौँ नि सही हो हामी आफै बनाइहाल्छौँ त्यो नभएकोलाई पो बनाएर दिन्छ त्यो अब सरकार हाम्रो आमा बाउले जानेन अहिले त्यही साह्रो परिरहेछ हाम्रो बनेको पनि अहिले के गर्दैछ कि फेरि लिएर आउनु भनेछ कहाँबाट खोजेर लिएर आउनु बनेको भोटबाट पनि रिजेक्ट गर्दैछ त कहाँबाट बनाउनु हामी के दिनभरि 32 डिग्री घाममा गाँड खडा गरेर काम गर्नुपर्छ आएर अनि यो गर त्यो गर के नेताले दिन्छ हामीलाई त भोटबाट बनायो भने नेताले जितेर नेता हुन्छ पैसाहरू उयो गर्छ तिनीहरू कुर्सीमा बस्छ हामी घाममा बस्नुपर्छ चुलामै पकाएर खाने त्यो नेता सेतालाई हामी जान्दैन एसीमा बसेर भाषण दिन्छ यो चाहियो त्यो चाहियो नानी लिएर घामतिर लाइनमा लाग्नु कति साह्रो पर्छ त्यो देखेको छैन नेता बदलिनु पर्छ बरु काम गरेर खायो भनेर हामीलाई बरु उयो कुर्सीमा राख्नु नि नेताहरूले बनाएकोहरू पनि रिजेक्ट गरिरहेछ नेता सेता हामी चिन्दैन भोट सोट दिँदैन हामी